18 वर्ष कुर्नुभयो उहाँले। 18 वर्ष पेसेन्स, हेर्नु धैर्य। आम्मा 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 आम्मा। अवसर कति आउला छोड्नु भएन नि उहाँले, डिएक्सनलाई छोड्नु भएन नि। हेर्नुहोस् त, डिसिप्लिन हो, यही हो अनुशासन। कसरी समात्नु भयो त्यो 3टा अक्षरलाई? यही तरिकाले समात्न जरुरी छ। नत्र भने डिएक्सनमा सर तपाईँ 10 वर्ष 20 वर्ष झुन्डिनुहोस्, तपाईँ सक्सेस बन्नु। उहाँबाट हामीले के सिक्ने? मैले जब उहाँलाई पहिलो डायमन्ड नेपाली मुलुकको रहेछ भइसक्या रहेछ अनि जब मैले देखे प्रत्यक्ष, मलाई त्यो त्यो विश्वास जब गढ्यो नि, अनि मैले भयो। आज एक्जिक्युटिभ ट्रिपल डायमन्ड छ, 300 नियर मेरो डायमन्डहरू छ। लगभग 65 वटा कन्ट्रीमा मेरो बिजनेस भइरहेको छ। 1 लाखको नियरमा मेरो टिम छ। अघि बिहान हेरिरहेको थिएँ 700-800 जना जोइन भइसक्या रहेछ। मैले एउटा स्पोन्सर गरेको छैन मलेसियामा आएर, तल डेप्थमा मात्रै कराइरहेको छु, नयाँ मान्छे पाएको छैन। र पनि 700-800 जोइन भएपछि सुरज तारा चाहते होइन, चाहते ना? हाँ सूरज जी हो, यो बिजनेस हेर्नुहोस् त, यही हामीले गर्ने। त्यही भएर 1 घन्टा 2 घन्टा क्वालिटीको टाइम दिनुहोस्, प्रोफेसनली काम गर्नुहोस्, हावादारी काम नगर्नुहोस्। त्यसरी समय त्यत्तिकै बर्बाद नगर्नुहोस्। बरु